ल यो रसुवागढीको हाइड्रो पावरको टनल रहेछ। अब यो टनलबाट हामी पुल तरेर अब जाँदैछौँ। ल अब रसुवागढीतिर लोकल टाइम 10 बजेको छ यहाँनिर। अब हामी गतलाङबाट चाहिँ अब रसुवागढीतिर चाहिँ हानिँदैछ। बाटो यस्तो छ। ल साथी हो स्नेक राइडिङ ट्रेलको धमाका गजब छ। अब तिर्सुली नदीलाई बायाँ राख्दै हामी अगाडि बढिराखेको अवस्था छ। पारिलो घाम लागेको छ। ग्राभल बाटोमा स्टेल राइडर टोलीहरूको फुर्तीका साथ अगाडि बढिराखेको अवस्था। तिर्सुली नदी आफ्नै गतिमा हाम फाल्दै बगिराखेको छ। काम गर्दैछ बाटो थुनेर यहाँनिर। ल टिमुरे हो यी। ल डन पक्का टिम ओके। ल टिमुरे भन्सार पनि यस्तो छ। ल अहिले टिमुरे। अब हामी रसुवागढी एकदमै नजिक छौँ। टिमुरे गढी सानीमा ब्याङ्क पनि आएको अवस्था छ। सानीमा ब्याङ्क एटिएम टिमुरे टास्कीले ल माछा पुस्ने ब्याग टिमुरे शाखा। रसुवागढी भन्सार कार्यालय यहाँ रहेछ। भन्सार कार्यालय। अब बोर्डरसम्म हामी जाँदैछौँ। अब रसुवागढी यहाँ ड्याम छ। काम हुँदैछ जोड तोडका साथमा। चाइना 8 रे। भन्सार कार्यालय बनाउने होला। अब टिमुरे रहेछ रसुवागढी। टिमुरे त्यसपछि रसुवागढी। ल यहाँनिर पानी सुकेको अवस्था छ टिमुरेबाट। ल इभी गाडीहरू यहाँनिर चाहिँ भन्सारमा वेटिङ डिटेल। ल इभी गाडीको टाँटी छ है। इभी गाडीको टाँटी।
आइडोरा अप्ठ्यारो छ। अब भन्सा रसुवागढी आइपुग्न लागेको अवस्था छ। अब त्यहाँ के होटल हो, अब होटलमा खाइन्छ। पहिला रसुवागढी हेरेर आइन्छ अनि अब खाइन्छ खान्तीहरू। ल तपाईहरू फेसबुक लाइभ मार्फत हुनुहुन्छ साथीहरू। ल भन्सारबाट के ल्या जस्तो छ। अब चाहिँ होटल कैलाश, होटल कैलाश। होटल कैलाश, होटल रिवर भ्यू, होटल रिवर भ्यू, होटल रिवर भ्यू। नो पार्किङ, होटल रिवर भ्यू। सुनसान छ होटल रिवर भ्यू। होटल याङखिल, होटल याङखिल, होटल याङखिल। ल आइपुग्यो रसुवागढी। ल यहाँनिर आइपुग्यो रसुवागढी। मोटामोटी 37 मिनट 40 मिनट लाग्दो रहेछ यहाँनिर। आर्मी चेकपोस्ट, लाङटाङको आर्मी चेकपोस्ट रहेछ। अब जाँच गर नर्मल गरिसकेपछि अब अगाडि बढिँदै गरेको अवस्था छ रसुवागढी।
अगाडि बढ्दैछौँ रसुवा रसुवागढी। अब हामी स्टेट राइडिङ ट्रेलको दोस्रो गन्तव्य थियो रसुवागढी। अब रसुवागढी पनि आइपुगेको अवस्था छ। ड्याम यहीँ नै छ। यो त्रिशुलीको पानीलाई चाहिँ बटुलेर बिजुली निकाल्नको लागि यहाँ ड्याम पनि निर्मित भइसकेको छ है। ल नजिकै छ। ल त्रिशुली हाइड्रो ड्याम। ल हाइड्रो पावरको शक्ति अहिले यहाँनिर चाहिँ पुरै गाडीहरू थन्किराखेको अवस्था छ। अब केही छिन यो ड्यामको दृश्यावलोकन हेरिन्छ बाइक पार्क गरेर। त्रिशुली नदीलाई छुनेर अहिले यस्तो बनाएको छ साथी हो। ल अहिले स्नेल राइडिङ ट्रेलको क्रममा अहिले त्रिशुली रसुवागढी हाइड्रो ड्याम 111 मेगावाटको चाहिँ बिजुली यहाँ चाहिँ उत्पादन भइराखेको छ। त्रिशुली नदी अहिले बेरोजगार रूपमा बगेको छैन। यसले सुनको खानीको काम गरिराखेको छ। र के कसो भीममा बुहाङ ठिक होइन त? एकदम अच्छा हो। अच्छा ल यी त्रिशुलीले व्यस्त छ यो पानी। त्रिशुली नदीले चाहिँ नेपालीहरूलाई सुनको अन्डा दिएछ यसरी होइन। र वरिपरि ठुलो चट्टानको भिर यो त अहिले हामी चाइना र नेपालको उयो पछाडि नजिकै हो। त्यसमा छौँ र यो ड्यामले चाहिँ हामीले एकदमै सुनको अन्डा कोरलै नेपालीले खाएको अवस्था छ नि त। ल यो नेपाल र चीनको हिमालबाट बगेरको पानी निकै सदुपयोग भएको छ। यी विद्युत अब यहाँबाट चाहिँ टनल लगेर चाहिँ 111 मेगावाटको ज्याम पैसा चाहिँ फ्याँकेको फलाएको छ है। स्नेल राइडिङको चाहिँ अब अन्तिम गन्तव्य मुख्य हेर्नुपर्ने रसुवागढी हो। हामी रसुवागढी यो किल्लामा आइपुगेका छौँ। नेपाल र भोटको चाहिँ अन्तिम तेस्रो पटक युद्ध भयो र यो नै अन्तिम। त्यसपछि सिमाना चाहिँ हेरफेर भइरहेको थियो भने अहिलेदेखि चाहिँ नेपालको सिमाना जङ्गबहादुरको चाहिँ अन्तिम पटक लडाइँ भइसकेपछि यो चाहिँ कायम भएको किल्ला हो। अब रसुवागढीमा आइपुगेको अवस्था। लोकल टाइम 11:15 गइरहेछ। आज 18 मार्च 2025 साल। ल रसुवागढीको झन्डा फरफराइ राखेको छ। ल रसुवागढी नेपालको भन्सार यस्तो अवस्था छ भने चाइनाको भन्सार एकदम हरिभराउ छ। ल ऐतिहासिक स्टेट लेखेको पनि यहाँ मेटिसकेको अवस्था छ। ल यस्तै छ है रसुवागढीको दृश्य। ल यहाँनिर यस्तो छ। अनि यहाँ के लेखिएको छ भन्दाखेरि नेपाली सेनाको लक्ष्य अनुरूप श्री नम्बर 6 बाहिनी अड्डाका बाहिनीपछि के गर्दै ऐतिहासिक स्थल रसुवागढी निर्मित। ल यस्तो छ। एकछिन वेट, म यहाँनिर सरर हावा चलेको छ। म मुनि पनि हेर्न जाँदैछु। अब तपाईँहरू रसुवागढीको ल दृश्य यस्तो छ। ल यहाँनिर चाहिँ रसुवागढी यो दृश्य। ल उताबाट ल आएको यहाँको शौचालय यस्तो रहेको छ। ल हेरौँ त यहाँ नेपालको बिजोक। ल रसुवागढी उता चाइनापट्टिको चाहिँ हरिभर खाने ठाउँहरू पनि छ क्या गजबको। भने नेपालतिर चाहिँ यस्तै छ रसुवागढी। पक्का माथि अनकन्टार भेर छ।